1,85,256 रुपियाँ चाहिँ खर्च गर्ने लक्ष्य लिएको छौं भने त्यसैगरी आम्दानी पनि 1,54,85,256 हामीले कुनै घाटाको बजेट निर्माण गरेका छैनौं। केही कतै तपाईहरुका केही छुटेका कुराहरू छन् भने तपाईहरुले लिपिबद्ध हामीलाई टिपाउन सक्नुहुन्छ। यसो भन्दै समयले अलिकति घर्किएको अवस्था छ। आउँदै गरेको दीपावली तथा छठको शुभकामना दिँदै र यो अग्रजहरू हिजोका अग्रजहरूले जुन यो जंगललाई 2049 सालदेखि बचाउनको लागि पृथक पृथक समयमा पृथक खालका भूमिकाहरू खेल्दै जुन यो वनलाई बचाउन मैले अगाडि देखेको छु। यहाँ सदस्यहरू हुनुहुन्थ्यो, कोही अध्यक्ष हुनुहुन्छ, कोही जेमा भए पनि भूमिका निभाएर उपभोक्तै भए नि भूमिका निभाएर जुन खालको प्रस्तुत गरेर गइसक्नु भएको छ। यहाँहरूलाई सायद चित्त बुझेकै होला, नबुझेको भए पनि कहीँ त्रुटि भएको भए तपाईहरुले जिज्ञासा राख्नु होला आफ्नो कुराहरूलाई भन्दै आजको यस वार्षिक साधारण सभालाई सफल पारिदिनु भएकोमा यहाँहरू सबैलाई मुरी धन्यवाद दिन चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु र यति भन्दै गएको विजयदशमी र आउँदै गरेको शुभ दिवाली र छठ पर्वको शुभकामना यहाँहरूलाई मङ्गलमय शुभकामना व्यक्त गर्दै आजको यस वार्षिक साधारण सभा यही नै समापन भएको घोषणा गर्दछु। हस्त धन्यवाद, नमस्कार। पानी स्कुल उत्तरको चौर, दुधकोशी चौर यी वन क्षेत्रहरू मयूरको चरण क्षेत्रको रूपमा विकास हुँदै आएको छ। विश्वमै लोपोन्मुख जीवको सूचीमा सूचीकृत साल देखा पर्न थालेको अध्ययन अनुसन्धानले बताएको हुँदा प्रकृतिले थप सजावट गर्दै ल्याएको छ। वन संरक्षणमा उपभोक्ताहरूको सहभागितामा कुनै कमी आएको छैन। समूहको तेस्रो 10 वर्षे वन कार्ययोजना 2073 कार्यान्वयनको 6औं वर्ष पूरा हुने दौरानमा रहेकाले समूहको हरेक वर्ष सञ्चालन हुने गतिविधि कार्ययोजनाको अधीनमा रही तयार पारेको वार्षिक र विद्यालय परिवारको लागि विद्यालयको गुणस्तर शैक्षणिक गुणस्तर उकास्नको लागि उहाँहरूले प्रत्येक वर्ष विद्यालयलाई सहयोग गर्दै आइरहनु भएको र उक्त सहयोग सबै विद्यालय जुन विद्यालयले सहयोग उपलब्ध गर्नुभएको छ उहाँहरूले आफ्नो तर्फबाट उहाँहरूले दिनुभएको सहयोगलाई खेर दिन नगइकन विद्यालयको शैक्षणिक गुणस्तर उकास्नको लागि प्रयोगमा ल्याइरहेको हुँदा उहाँहरूले गर्नुभएको कार्यप्रति हामी एकदमै आभार प्रकट गर्दै र भावी दिनमा र आगामी दिनमा पनि उहाँहरूले विभिन्न सङ्घ संस्था विभिन्न विद्यालयहरू वा स्वास्थ्य हरियो वन नेपालको धन भने जस्तै केही विनाश हुन पनि गएको थियो। 36 सालमा बुझेर नबुझेर जसको पहुँच पुग्छ उहाँहरूले यो वन लगायत हरेक बस्तीको नजिक पर्ने वनहरू उपभोगको रूपमा चाहिने फाँड्दै जाँदा हाम्रा यी वन पाखाहरू पनि सब नाङ्गिँदै